यो फुलेको फुल चाहिँ सबै अडिन्छ नै भन्ने हुँदैन। केही फुलहरू यसरी पनि जाने गर्छ, यो कुहिएर एकदम कोही बेलामा चाहिँ एकदम राम्रो हुने, अनि फुल्ने बेला चाहिँ यसरी हेर्नुहोस् है, यसरी चाहिँ सबै सडेर जाने हुन्छ। सबै फुल चाहिँ फुल्छ नै राम्रो हुन्छ नै भन्ने चाहिँ हुँदैन। हेर्नुहोस् है, यस्ता धेरै फुलहरू हुन्छन्, 100मा 10% 20% फुलहरू चाहिँ यसरी नै सडेर जाने, गलेर जाने हुन्छ। सबै फुलहरू चाहिँ फुल्दैनन्, एकदम राम्रो हुँदैन। यसै सानैमा पनि तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ एकदम हरियो भएर फुल्न कोसिस गरिरहेको छ भने यसको ग्रोथ चाहिँ एकदम राम्रो हुन्छ, यो फल्छ पनि। तर यो चाहिँ सानैमा यस्तो भएर फल्न थाल्यो भने यो चाहिँ अब काम छैन। हेर्नुहोस् है, कति फुलहरू खेर गएर हेर्न सक्नुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि सबै फुलहरू चाहिँ ड्र्यागन फ्रुटका चाहिँ अब दामी फुलिरहेको छ होइन। सबै फुलहरू चाहिँ यसमा ठर्छ, यसमा राम्रो हुन्छ भन्ने चाहिँ हुँदैन। यता हेर्न सक्नुहुन्छ, यता फलिसकेको छ, यो यता माथितिर फुलिरहेछ। त्यो भएको कारणले गर्दाखेरि जतिसम्म फल्छ, नफलेका अथवा राम्रो नभएका चिजहरू यसरी सडेर जाने गर्छ। बढी पानी पर्यो भने पनि सड्ने सम्भावना चाहिँ हुन्छ। तर अहिले चाहिँ पानी नै परिरहेको छैन पनि, त्यही पनि सडिरहेको छ। अरू पनि भेटिँदैछ, यस्ता धेरै फुलहरू देख्न सक्नुहुन्छ। यसरी सडेर जान्छ, खेर जान्छ, अनि खेर जान्छ भनौँ न फुलहरू। अब यसमा पनि सबै चाहिँ ठर्दैन, यसमा रुखमा बोटमा। धन्यवाद।